यो भनेको कृत्रिम अनुहारको जोर्नी अर्थात् आर्टिफिसियल टिएमजे जोइन्ट। धेरैजसो बिरामीहरूमा यो अनुहारको जोर्नीको हड्डी खिएर अथवा सानो उमेरमा लडेर भाँचिएर यो अनुहारको जोर्नी र खप्परको हड्डी जोइन्ट भएको केसमा चाहिँ हामीले यस्तो आर्टिफिसियल जोइन्ट लगाएर जोर्नीलाई नै फेर्नुपर्ने हुन्छ। अनुहारको जोर्नीको हड्डीको समस्या भएका बिरामीहरूले धेरैजसो मुख खोल्न नसक्ने, चपाउन नमिल्ने, खाना चपाउँदा धेरै मुस्किल हुने अवस्था भएको केसमा चाहिँ हामीले यो आर्टिफिसियल जोइन्ट यसरी अनुहारको जोर्नीलाई फेरेर नै यसलाई खप्परको हड्डीसँग हामीले फिट गरेर यसलाई फेरि पहिलाको जस्तै अवस्थामा ल्याउन पर्ने हुन्छ। यसरी अनुहारको जोर्नीको हड्डीको समस्या भएर मुख चलाउन, खाना चपाउन, मुखै खोल्न अप्ठ्यारो भएको बिरामीहरूमा चाहिँ हामीले यसरी आर्टिफिसियल जोइन्ट लगाएर पहिलाको जस्तै फङ्सनली स्टेबल र एस्थेटिकली हेर्दा पनि राम्रो हुने, मुख खोल्न मिल्ने, खाना चपाउन मिल्ने खालको यस्तो आर्टिफिसियल जोइन्ट लगाएर हामीले सर्जरी गरेर यसलाई चाहिँ रिप्लेस गर्नुपर्ने हुन्छ। तसर्थ सानो उमेरमा लडेर अनुहारको हड्डी जोइन भएर मुख नखुल्ने अवस्था अथवा पछि नै आएर अनुहारको जोर्नी सम्बन्धी कुनै समस्या भएर हड्डी खिएर मुख कम खुल्ने, मुखै नखुल्ने, खाना चपाउन नमिल्ने अवस्था भएको केसहरूमा चाहिँ हामीले यसरी कृत्रिम अनुहारको जोर्नी अर्थात् यो आर्टिफिसियल जोइन्ट मुखमा लगाएर रिप्लेस गरेर पहिलाकै जस्तै फङ्सनली र एस्थेटिकली स्टेबल बनाएर बिरामीको क्वालिटी अफ लाइफलाई धेरै हदसम्म सुधार गर्न सकिन्छ।